ल केटा हाम्रो अङ्कल चाहिँ सुँगुर काटेर आएको अरे अङ्कल। ल मेरो चाहिँ बाइक यहाँ छु। ह्याप्पी न्यू इयर। हेलो हेलो ह्याप्पी न्यू इयर सबैमा। म मन्दिर राई फेरि एउटा अर्को एक भिडियो। अब म चाहिँ यता बाहिर जान लागेको, बाहिर मतलब माउलोतिर भनौँ न, मामा घरतिर। अनि अहिले चाहिँ टक्क बाइकको हेलमेट निकालेर चाबी कुचीमा अब जान लागेको। आज चाहिँ वर्षको पहिलो दिन, नयाँ वर्ष, नयाँ जोस, नयाँ उमङ्ग, हर्ष उल्लास होइन सबैमा। ह्याप्पी न्यू इयर वन्स एगेन एन्ड अब भ्लग स्टार्ट गरौँ। अझै बाँकी चाहिँ म बाइकबाट गर्छु है त। सबैले माया सपोर्ट गरिदिनु होला। ल मेरो चाहिँ बाइक यहाँ छ, अब स्टार्ट गर्छु। हेलो ह्याप्पी न्यू इयर सबैलाई। नयाँ वर्षको सबैलाई शुभकामना छ र तपाईहरूले सोचेको आँटेको सबै काम पुरा होस्। म चाहिँ भाइलाई लिन गइरहेको छु। अनि त्यसपछि अब भन्न त धेरै छ, भिडियो अन्तिमसम्म हेरिदिनुहोस्, साथ सबै देखाइदिनु। फुलमा चाहिँ अफरोड हिँडिरहेको हुन्छ यहाँ नेसनल प्रायः होइन। अब अन रोड के भन्छ, अन रोड हाइवेतिर त अब हिँड्नलाई त केही छैन। तपाईँहरूको नयाँ वर्ष कस्तो भयो, कता कता घुम्न जानुभयो, कमेन्ट गरिदिनु है सबैजनाले। भिडियोलाई मन पर्यो भने च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। अनि यस्तै नयाँ भिडियोको लागि होइन च्यानललाई लाइक सब्सक्राइब सेयर पनि गरिदिनुहोस्। हाम्रो ठाउँतिर चाहिँ अहिले यस्तो छ, जोस हरियाली लाग्नु खोज्दैछ। अब हरियाली भइसकेपछि होइन एकदम राम्रो देखिन्छ गाउँघर पनि। गाउँघरमा कोही हुँदैन आजभोलि मान्छेहरू, दसैँ तिहार अथवा मेन चाडपर्व केमा मात्रै हुन्छ। ओहो बाख्रा चराउनु आएको बोजे, ए बाख्रा कडा रहेछ। ओहो मर्दै क्या हो भाइ, छेक ल ठिक छ भाइ होइन। अब गाउँघरमा बुढाबुढी मात्रै छन्, के गर्नु, सबै युवा परदेश। यस्तै छ दुःख सुख, गाउँघरको जिन्दगी चल्दैछ भनौँ न। अहिले चाहिँ म यहाँ मासतिर जानुपर्ने, अहिले चाहिँ हल्का अलिकति ओह्रालो छ, अनि त्यसपछि मासतिर जानुपर्ने। यहाँ ओहो यता बारी जोताइ पनि छ, मकै छर्ने बेला हुन आँट्यो। ओहो तिमी भए म बन्छु मालिक। यो होइन पहिला चाहिँ आफ्नो बाइक नहुँदा चाहिँ क्या अरूको बाइक चलाउँ एकचोटि भने चलाउँदै नि हुन्थ्यो नि जस्तो लाग्छ होइन। अहिले आफ्नो छ भने जति बेला चलाए पनि अहिले जोसँग मागे पनि दिन्छ कि होइन। अब आफ्नो नहुँदा चाहिँ पहिला अरूको मात्रै हुँदा चाहिँ कसैले चलाउनु दिन्थेन बाइक। अनि त्यसपछि एकचोटि मात्रै चलाउनु दिए पनि हुन्थ्यो, म चलाउँथेँ अनि भन्ने यस्तो हुन्थ्यो। अनि त्यसपछि अहिले चाहिँ आफ्नै बाइक किनिसकेपछि के भन्थ्यो, जति बेला चलायो नि भयो, जे गरे पनि भयो है। त्यही हो, सबैको आफ्नो आफ्नो पीडा छ, जे छ मनमै छ भाइ, एउटा कुरा नहो। कसको सुँगुर काट्न ल हो र कति धार्नु हो एक मुरी। ल केटा हाम्रो अङ्कल चाहिँ सुँगुर काटेर आएको अरे। अङ्कलको लागि एक लाइक गरिदिउँ, सब्सक्राइब गरिदिउँ। हाम्रो बहिनी चाहिँ हाम्रो भाइको बुढी हो फ्युचरको। ओइ ढुङ्गा लाग्छ। कति धार्नु भयो रे अङ्कल?
20 धार्ने हो र हामीले नि काट्यो त कति भयो त 23 23 उठ्यो मासु त उठ्यो नउठेर जात्रा भयो हार त काम गरौँ 3 धार्नी जमानीलाई ए 1 धार्नी फ्राईलाई 1 धार्नी घरमा यता त 4 किलो फ्राईलाई अनि अरू जमानी समानी छैन सबै लगानी हो ए 4 केजी चाहिँ फ्राई गर्यो बर्बाद नयाँ वर्ष कस्तो हुँदैछ त अनि नयाँ वर्ष एकदम राम्रो ओहो भतिजलाई नयाँ वर्षको शुभकामना छ है अङ्कललाई पनि शुभकामना म राम्रो राम्रो प्रगति होस् भतिजको प्रगति होस् अस्ति त्यहाँबाट सालमा चाहिँ बिहे खान पाओस् भतिजको बिहे खान अब अस्ति त्यहाँबाट लडेर झन्डै ओह्रालो प्रगति भएन उ त्यहाँबाट त्यहाँ आराम जाँदा अस्ति नै बाटो पनि अनि बाइक लाने ठाउँ हो त केटाहरूले लडिरहेको थियो म त उता फर्किँदा लडेको नि ल गएँ अङ्कल म माथिसम्म गएको मामा लो ल बाटो चाहिँ कडा छ है अङ्कल रमाइलो खाले हुनुहुन्छ कि गोरु कता लैजाने आन्टी गोरु कता लैजानु हुने ए ल ठिक छ 2082मा गर्नु नसकेको असफल कामहरू सबै 83मा सफल होस् है केटा हो सबैजनाको होइन सबैजनाको 83मा सफल होस् कुकुसको लभ परेको थियो ब्रेकअप भइजाओस् ए कुकुसको ब्रेकअप भएको थियो प्याचअप होस् फेरि म चाहिँ त्यस्तै खाले छु के अब होइन अरूको अब के भन्थ्यो यसो भिडियो बनाइदिउँ भन्नु है लाज लाग्छ मान्छे अगाडि बोल्नको लागि लाज लाग्छ होइन कति छ सब्सक्राइबर भन्दा पनि थोरै 100 पनि छैन भन्यो अब के भन्नु होइन जति एनएस चाहिँ अफ रोडमा लास्ट गाह्रो हो क्या लास्ट चाहिँ हो बर गाह्रो भाइ अरे अफ रोडमा हिँड्ने नै हो नि धेरै अफ रोड हिँड्नुहुन्छ अनि अब 220 चाहिँ बेस्ट हो होइन 220 चाहिँ क्या मजाले हिँड्दा मतलब ऊ बाटोको हालत यस्तो छ अनि यस्तो अब यो पानी परेपछि झन् अहिले पछि पानी परेपछि लास्ट चाहिँ गाह्रो हुन्छ अब के बोल्दै आउँदैन न भोइस राम्रो न बोल्ने कला होइन त्यस्तै छ केही छैन केही प्र्याक्टिस गर्नुपर्छ भए पास नभए अभ्यास भन्ने मेरो दाइ हुनुहुन्छ एकजना उहाँ चाहिँ अहिले जागिरी भइसक्नु भयो त्यसो भन्दै तर मेरो चाहिँ यहाँनिर अभ्यास मात्रै होला जस्तो छ जिन्दगी मेरो चाहिँ एउटै हो जिन्दगीको लक्ष्य नै भनेको है जिन्दगीमा भए पास नभए जिन्दगी अभ्यासमै जान्छ नि जिन्दगी भनेकै अभ्यास हो फेरि होइन सेट मेरो चाहिँ भिडियोहरू पनि एन्ड्रोइडबाट खिचेर होला अलिक खासै राम्रो आउँदैन क्या क्वालिटी राम्रो छैन त्यही माथि खै न एडिट गर्न आउँछ होइन क्वालिटी पनि राम्रो छैन एडिट गर्न आउँदैन बोल्न आउँदैन अब सबै कुरा आउँदैन जस्ट प्र्याक्टिस भयो भने पास प्र्याक्टिसमा नभए अभ्यास त्यसो मन पऱ्यो भने लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् च्यानललाई सब्सक्राइब गरिदिनुहोस् अब अरू त भन्नु केही नै छ र बलले भए बलै बोलाउँछ करले हुने भए गरेको गर्थे ताने सर मेरा बहुत की तमाशा देखने के लिए मेरो पन्जा चाहिँ कता गयो कता हराएछ कि गाइज मेरो पन्जा हात लास्टै चिप्लो न चिप्लो हुन्छ
नगरको मर्छु मेरो जुन। पहिला यता त काफल पाक्थ्यो। काफल भन्ने एउटा फल हो, तपाईँहरूलाई थाहा छैन होला कतिलाई, तर गीत पनि छ नि त। काफलको दाना गलबन्दी थपेर ल्याइदिउँला, त्यही काफल। बाटो त्यस्तो डेन्जर छ। एयरपोर्ट छ कि गुजीमा, झर्नु खोज्यो कसो उठ्दिउँ त। सस्पेन्सन तर जे भए पनि मलाई मान्छे भएको चाहिँ मलाई लाज लाग्छ नि। लास्टको बर लाज लाग्छ। यो बिग्रिरहेको समाज के भन्नु, घरिघरिमा गायक पनि सिङ्गर पनि भइदिन्छु क्या गाइज। नो टेन्सन लो, सर 2 नम्बरमा तान्दिरहेको छु क्या गाइज। बलुवामा चाहिँ लास्ट चिप्लिन्छ नि फेरि। बाटो त्यस्तो बेहालत छ, बेहालत गएको छ। एनएसको तल साइलेन्सर ठोकेरै नहुने क्या। ओहो मुस्ताङमा केटाहरू सबै मुस्ताङमा इच्छा गर्दैन डट बाइकमा। के थियो गीत पनि याद खासै यस्तो गीत सुन्दिनँ। कुर्लाको जानुभएको कोपा कतिवटा छ हौ गाई बस्तु? 6-7-8वटा। मेरो त एउटा पनि छैन। ए बाइकले पो डिस्टर्ब गऱ्यो है। ए ल जानु ल, म माथि कान्छा मामा घर। ल गएँ ल कोपा। मल बोक्नु भएको नाना? गाउँघरको बाटो यार, यहाँ त गाडी हिँड्दैन जस्तो छ यार। गाडी त दिनदिन आइरहेको हुन्छ तर कस्तो नहिँडेको जस्तो नि बाटो चाहिँ। यस्तोमा चाहिँ हरन लाउनुपर्छ गाउँघरमा फेरि होइन। सिङ्गल लेन हुन्छ अनि त्यसपछि एउटैमा आइरहेको हुन्छ। अहिले बिहान पनि झन्डै एक्सिडेन्ट भएन मेरो। त्यहाँ एउटा गाई होइन यस्तो स्पिडमा आइरहेको छ, सर ब्रेक हानेको मैले पनि ब्रेक हान्दिनँ गाई यार। फेरि म यस्तो कटाइदिएँ अनि ब्रेक हान्यो होइन। सरी ल दाई भनेको ल भाइ ठिकै छ भने दाइ जो बुझ्ने रहेछ क्या। फेरि नबुझ्ने भने त लास्टै झगडा गरिदिन्छ क्या। त्यही हो, भिडियोलाई लाइक गरौँ। फेरि अब मेरो चाहिँ लाइक नै लाइक हो क्या। भोलि पछि लाइक गरौँ, च्यानललाई सब्सक्राइब गरौँ। कहिले काहीँ त होइन त्यहाँ मक्ख पऱ्यो, ऊ मैले भिडियो बनाइरहेको छु यार भने लास्टमा चाहिँ भिडियो नबनिरहेको हुन्छ क्या। अनि त्यसपछि के गर्नु, रातको कहाँ पुगेर के भनिसक्यो हुन्छ। अनि ए कस्तो चिप्लेको फाइनली यता चाहिँ मकै छरिसकेछ। मकै छरेर पनि उम्रिसकेछ होइन। म चाहिँ अब
अब भ्लग चाहिँ यति नै आजलाई होइन जय हिन्द।